अब खाना खाए सिकाउने नमस्ते साथीहरू सबैजनालाई वेलकम के छ राई कल्पना हैन राई कल्पना च्यानलमा सबैजनालाई स्वागत छ साथीहरू आज चाहिँ हामी फर्स्ट मुकबाङ उसको च्यानलमा चाहिँ फर्स्ट मुकबाङ लिएर आउँदैछौँ साथीहरू ट्राई गरेको है बनाउनु फर्स्ट चोटि के कस्तो हुन्छ अन्तिमसम्म हेरेर लाइक कमेन्ट गर्नु अनि आमा अलिक सानो बोल्नु अनि त्यसपछि नयाँ साथीहरूले सब्सक्राइब पनि गर्नु होला अनि कस्तो भिडियो चाहनुहुन्छ कमेन्ट पनि गर्नु होला हामी नयाँ नयाँ भिडियो लिएर आउनेछौँ भन्दै हामी चाहिँ अब आज के लिएर आएको छौँ खाना लिएर आएको छौँ यहाँ पनि यो खुट्टाको अचार है अचार भनौँ अनि यहाँ सलादहरू चाहिँ काँक्रा मुला छ यहाँ खाना राइस भयो यहाँनिर तोरीको साग छ डल्ले खोर्सानी पनि छ अनि दाल पनि छ साथीहरू अनि पिउनको लागि चाहिँ हामीसँग पानी छ भन्दै फटाफट खाना सुरु गर्नु उसको च्यानल है यो चाहिँ छोरा हो चाहिँ छोरा हाम्रो नानाको छोरा म बहिनी हो ऊ भयो यसले लाउँछु र चट्नीको भिडमा लाउँछु कि लाग्दैन लाउनु अलिक लजाउँछ हाम्रो छोरा चाहिँ फर्स्ट बाइट साथीहरू दाल भात सुरु गरे लगायो अब खाना भर्खर खायौँ अब एकछिनमा अचार नतिर अचार जाने भइसक्यो के भयो उल्टेर लात्ताले हानेर मनपरी भनेर हिजोदेखि भिडियो बनाउनु थालेको हिजो पनि लैजा कुल्चेर लात्ती हानेर फर्काउँछु बाटोमा साथै त भनेको छ मैले भनेको थाहा पायो न वा ऊ भिडियो बनाउनुमा व्यस्त ती त्यस्तो गर्दैछ अनि तिम्रो फोन उठाइन्छन् अब ढोका फुरेर छोरा आइहाल्छ अब आउने जाँदै गर्दा छोडेर भन्नु न छोडेर जाँदै गर्दा हुन्छ एकदम मिठो कस्तो भयो गरौँ नथोरा आउने अब लामो त हुन्छ लामै लाउने नि त ए चलोलाई खाँचो भयो ए ल ल ल अब आउने
राख्नु राख्नु ल लाउनु राम्रो भएन नलाउनु क्या ए लाउँदैन होइन त्यो बनाउँछ बोल्नु हुँदै थियो शर्मिलाले फोन गरेछ र काटी भोलि जाने नाना के खै जानु पऱ्यो कति दिन भइसक्यो हिँडेको 10 दिन भइसक्यो अब घरमा केही रहेको छैन होला है त्यही साह्रो भएछ अब त्यसले गर्दैछ अब घर त पोतपात पारे जस्तो देखेँ थिएँ पर्सि भुइँसी काट्नु पर्ने फेरि दसैँमा निस्किनु है नाना नानाहरूलाई ल्याउनुको लागि पनि के गर्नुपर्ने भयो मैले ए म त कि त्यति ठुलो कान्छी नाना खाँदै त हुनुहुन्छ होला नि एकदम मिठो भएछ है फेरि फोन आयो ल नाना भरे नाना आउनुभयो भने गर्नु न है साथीहरू मेरो पनि च्यानल छ ल राइनमी च्यानल छ मेरो राइनमी च्यानलमा पनि गएर सब्सक्राइब गरिदिनु होला फर्किनु लागेको छ हजुर खाना खाइसकेको छ र नि आज पैसा अरू हुन्छ त सर कोसिस गर्नु न बेलुकासम्म नभए यहाँ के अरे लगिदिएर जानु पाए खर्च लगिदिएर जानु पाए हुन्थ्यो हजुर भइसक्यो